साथीहरु गुड मर्निङ सेवा नमस्ते यहाँहरुलाई स्वागत छ रुन्ची ब्लगमा। आजको मेरो घरको गाउँको एकदमै व्यस्त लाइफ स्टार्ट गरौँ ल। थोरै थोरै पनि इन्जोय गर्नुहोस्। हामी त गाउँले पर्यो, अब मकै दोहोराउनु बारीतिर लाग्यो। मकै दोहोराउनु चाहिँ यो हलोले जोतेर मकै चाहिँ दोहोराइसकेको हो। मकै उठाउनु, मकै पनि खै के गर्नुपर्ने हो। पहिले त हाम्रो त कोदालोले खन्थ्यो है, कोदालोले खनेर दोहोऱ्याउँथ्यो। अहिले त के खन्ने मान्छे नभएपछि सबै जोत्नुहुन्छ। जोतेपछि लडेको मकैहरू उठाउने त्यस्तै कामहरू गर्नुपर्छ हाम्रो चाहिँ। ल साथीहरू, हाम्रोतिर चाहिँ यसरी मकै दोहोऱ्याइन्छ। तपाईहरुकोतिर चाहिँ कसरी दोहोऱ्याउनुहुन्छ? हाम्रोतिर चाहिँ यसरी दोहोऱ्याउँछन् मकै जोतेर पुरै। पहिले त हाम्रोतिर खनेर दोहोऱ्याउँथे, अहिले त जोतेर मकै उठाउँदै हिँड्नुपर्छ। पुरै मकै उठाउँदै माटो लाउँदै कसरी गर्छन्। पहिले हामीले त कोदालीले खनेर गरिन्थ्यो, अहिले त पुरै के गर्नु। गाउँघरमा मान्छे पैसै दिन्छु भन्दा नि खेताला नि पाइँदैन, मान्छे नि पाइँदैन। आधी सर गाउँको मान्छे बसाइ गइसके। यस्तै छ। तपाईहरुकोतिर चाहिँ कस्तो हुन्छ मकै दोहोऱ्याउनु? रमाइलो पो हुन्छ त गाउँघरमा त काम गर्नु त। गाउँघरमा आएर काम गर्नुको मजै फाल्टै छ नि हौ। तर मेरो चाहिँ पानी कम भएर गयो कि आँखामा एलर्जी आएर आँखा सुन्निएर यत्रो भइरहेछ। आँखा चिलाएको पनि गर्छ है। घाम पनि लागिरहेछ अलिअलि, तर बाफ भइरहेछ। त्यति धेरै घाम त लागेको छैन, तर बाफ आइरहेछ साथीहरू। के गर्ने है, गाउँघरमा आएपछि काम गर्न परिहाल्यो। यस्तो हरियाली यस्तो राम्रो छ के, कति राम्रो छ। तर आफ्नो जन्मभूमि सबैलाई प्यारो लाग्छ नि। आफू जन्मेको ठाउँ है, आफू हुर्केको ठाउँ त्यो प्यारो लाग्छ नि। तर फेरि यो बर्खा मासमा आउँदाखेरि चाहिँ यस्तो रमाइलो हुन्छ, हरियाली कति राम्रो देखिन्छ। तर हिउँतिर आउँदाखेरि चाहिँ फेरि उडाट लाग्दो हुन्छ कि केही पनि हुँदैन यो बारीतिर है। सबै गाईबस्तु चरिरहेको हुन्छ। गाईबस्तु छाडा छोड्छ नि हाम्रोतिर त हिउँदो महिनातिर। आमा, बाउको माया लाग्छ कि मेरो माया लाग्छ? हो, के भनेको? मर्ने बेला भएको छैन, बाँच्नुपर्छ। बिचरा हेर, हाम्रो आमा सबै छोराछोरी गरेर खाने भएको छ भनेर भन्छन् है। मेरो आमाको कुरा बाउ, म मरे पनि पिर हुँदैन तिमीहरूको बाउलाई, अर्को स्वास्नी मरे पनि भन्छन् हौ। अनि सौता कान्छीको चाहिँ माया लाग्छ लाग्दैन? तर हाम्रो आमाहरू जस्तो भए पनि मिलेर बस्छन् हौ। मिलेर बस्नुहुन्छ जस्तो भए पनि। हाम्रो आमाहरू दुईजना हुनुहुन्छ, जेठी र कान्छी। मेरो आमा जेठी, म जेठीपट्टिको कान्छी छोरी हो। कान्छी आमापट्टिको दुईवटा बहिनीहरू छन्, त्यो पनि मिलेर बस्नुहुन्छ। जेठी र कान्छी त्यस्तो हुनुहुन्न, आफ्नो सुरमा काम गर्नुहुन्छ। व्यवहार भनेको एकअर्कालाई सोधासोध हो, बाँकी चाहिने भन्दा बेसी गफ पनि गर्नुहुन्न दुईजना। बरु हामी जिस्काउँछौँ, आउँछौँ, दुनियाँ देवाना भन्छौँ, तर चाहिने भन्दा बेसी गफ गर्नुहुन्न हाम्रो आमाहरूले दुईजना। तर मिलेर बस्नुहुन्छ, कहिले पनि त्यस्तो झै झगडा भन्ने छैन सौता बिचमा हाम्रो चाहिँ है घरमा। हाम्रो चाहिँ दुईवटा आमा, बाउले दुईवटा बिहे गर्नुभएको। आमा चाहिँ जेठी आमा हो। कान्छी आमा चाहिँ कहाँ गएको रे? कान्छी आमा ऊ तल बारीमा बदाम गर्नु गएको छन्। यहाँ जेठी आमा फेरि मकै दोहोऱ्याउँदैछन्। अहिले एकछिनमा हामी पनि फेरि बुवा गोठाला जानुहुन्छ, बाख्रा गोठाला। आमा गोरु र भैँसी लिएर गोठाला जानुहुन्छ यो जेठी आमा। अनि हामी फेरि कान्छी आमासँग बदाम गर्न बदामबारीमा जान्छौँ। यस्तै छ हाम्रो त। यो बालापनको बचपन कति राम्रो हुन्छ।
कस्तो मजाले बसिरहेछ खेल्दैछ मजाले दिदीको कान्छो छोरा कस्तो रमाइलो भएको। हेलो साथीहरू, अब हामी चाहिँ जानु आँटेको बदमबारीमा बदम खन्नु। हामी चाहिँ लाग्यो अब बदम गोड्नु बारीतिर। अब कोदालो खोज्नुपर्छ घरमा। यस्तै छ हाम्रो चाहिँ घरको पारा। ए पानी पनि पर्न आँट्यो, बदम पनि गोड्ने बेला भएको छ। कहाँ कोदालो छ? कोदालो कहाँ छ? कोदालो यता राख्छ हो? खोइ यहाँ हो। अनि यहाँ त कति कस्तो छ। अनि यो त अनि कोदालो यति मात्रै हो हाम्रो? लो साथीहरू, अब यसरी कोदालो बोक्ने हो। अनि हामी चाहिँ लाग्ने हो बारीतिर हेर्नु बदमबारीमा। बदम पनि कति वर्ष पछाडि चाहिँ गोड्दैछ हौ। मैले त बिर्स्यो पो बदम गोड्नु नै। के भनेको? ए मैले त यही बोकेँ त, यो सानो। अर्को त्यो भाइले बोकेको हुन्छ? ए कताबाट जाने हामी बदमबारी? उता माथिबाट, घर माथिबाट जाने? लु माथिबाट हिँड, तल्ले घर बारी जाउँ, तल्लो पराको बारी खोर्सानी बारी जाउँ। हिँड्न भाइ हिँड्नु। अनि मम्मीसँगै चाहिँ जाने त। अनि मम्मी आउँछ अरे सबै लुगाहरू उठाएर। अनि भाइ मम्मीसँगै आउने त? आइज ल भाइ जाउँ। लु तिम्रो छोरा लिएर आऊ, मम्मीसँगै जाने रे, मम्मीसँगै जाने रे। लाग्यो अब बदम गोड्नु। कति वर्ष पछाडि हो कुनि, त्यो पनि बिर्सिहालेँ मैले त। ल म चाहिँ फाइनल्ली खोर्सानी बारीमा पनि आइसकेँ। हाम्रो घरको खोर्सानी बारीहरू हो यो चाहिँ। खोर्सानी पनि कस्तो राम्रो फलेको रहेछ। दिदीले फेरि हिजो मात्रै औषधि पनि लगाएको छ। अलिअलि बोट हल्लियो भने फेरि दिदीले मेरो गिदी निकालिदिन्छ होला। किन खोर्सानी बारीमा पसिस, औषधि छिटेको छु भनेर है। अलिअलि गाली पनि खानुपर्छ बहिनी भएपछि। तर दिदीहरूले जस माया गरेर उ गर्छ नि त। खोर्सानी चाहिँ कस्तो राम्रो फलेको छ के, खतरा, कस्तो राम्रो खतरा हो नि यो। खतरा फलिरहेछ खोर्सानी चाहिँ। खोर्सानी टमाटर। अब चाहिँ म बदमबारी जान्छु। सानो रुखमा आँप पनि कति धेरै फलेको भनेको। कति धेरै चाहिँ फलेको। यो मिठो छ कि नमिठो छ यो आँप चाहिँ है। टमाटर पनि रहेछ भाइ। हाम्रो घरमा झारगाडी फेरि त्यस्तै रहेछ। यो टमाटर बारीमा त कति धेरै झारहरू रहेछ हौ। बाफ रे बाफ। यो टमाटर पनि औषधि छिटेको छ। खोर्सानी बारी, टमाटर बारी, औषधि छिटेको बेलामा डुल्यो यो आँप। आमा कति धेरै फलेको यो आँप हौ। कति धेरै चाहिँ फलेको रहेछ त हौ। ल म चाहिँ फाइनली अब बदमबारीतिर पुगेँ साथीहरू। बदमबारी आइपुगेँ है म चाहिँ। मेरो कान्छी आमा एक्लै बदम गोडेको छन्। पङ्की पङ्क पार्दैछन् आएर। अब म पनि आज चाहिँ आएको बदम गोड्नुलाई। कति वर्ष पछाडि मेरो कान्छी आमा हुने एक्लै पङ्की पङ्क आएर यति जुन यो रातो भाग भर्खरै खनेको भाग देखिरहेछ नि, यति चाहिँ भर्खर आएर खन्नुभएको कान्छी आमाले। अब म मेरो पालो खन्छु। हाम्रो बदमबारी चाहिँ पुरा आमा गाह्रो छ। कहिले खनिसक्ने होला है जिन्दगी। कति धेरै छ। नलाउनु न भन्दा पनि रोप्छन् हाम्रो आमैहरूले। बदमबारी खन्नु मजा आउँदैछ आमा? ओ कान्छी आमा बदमबारी गोडेका मजा आउँदैछ खन्नु? गोडेका हो बदमबारी? अनि यो भोलि पर्सि बदम फलाएर बेचेर चाहिँ के गर्ने? ल ल के गर्ने? बदम फलाएर बेचेर के गर्ने? बदम फलाएर पैसा बनाउने। पैसा बनाउने? कति चाहिँ पैसा बनाउने? धेरै धेरै।